हामीले सब भिख मागेर किनेको, यो पनि भिख मागेर किनेको। गरिब छौँ। यो चस्मा झुनेर राखेको छ, यो पनि भिख मागेर किनेको। त्यो मोबाइल छ, त्यो पनि भिख मागेर किनेको। यो पनि भिख मागेर किनेको। हेलो गाइज, वेलकम ब्याक टु माई ब्लग। अनि सो आयो सबजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि फिट एन्ड फाइन छु। अनि हामी चाहिँ आएको छु यतातिर डाँडातिर। यहाँ दादासँग 4 वर्षपछि भेटघाट भएको। हामी दाजुभाइको 4 वर्ष भेटघाट भएको। यो पछाडिको चाहिँ हरर हाउस हो। यहाँनिर राति आएर यसो मालसाल हानेर म यो केटाहरूको यहाँनिर हान्छ यार केटाहरू बबाल हाम्रो। अनि यो हाम्रो यहाँ नेताहरूले यो पैसा खाएर छोडिदिएको ट्याङ्की। जेन्जीको पार्टीहरू आउनु पर्ने यहाँनिर। उडाइदिनु पऱ्यो यसलाई। यसलाई लिएर जानु पऱ्यो, यसलाई बेचसेल लगेर यसलाई बोम फिट गरेर तलबाट नयाँ सुनबाउरीबाट आयो भने यो म खाइदिन्छु। यो सिडी त सुनबाउरीबाट आएको छैन मात्रै हो यहाँनिर। त्यही भएर बाँचिरहेको। अनि कति 4-5 महिना गएको पुरै बाटोहरू सब जङ्गलै जङ्गल भइसकेको छ। मैले छोडेर हो कि खासमा यो जङ्गल हुनुको कारण। अहिले छोड्नु हुन्थेन क्या, मैले छोडेर हो यार यस्तो भएको छ। यतातिर यो फुलसुल छ, यो अहिले बाहिरको देशमा हुने भए पुरै सजाइन्थ्यो होला। हाम्रो यहाँनिर चाहिँ यत्तिकै फुलफाल गरेर हिँडिरहेछ। यस्तै हो यार, दुःख सुख जिन्दगीमा चलिरहेको छ। अनि यो घामको यहाँ टक आइरहेको छ, कस्तो खालको टक देख्छ नि, लाइटले दामी देख्छ। अनि यहाँ भइसकेको छ। यहाँ ऊ त्यो पाहाडतिर जानु पर्थ्यो, अब कुन दिन हो जानु। घाँस रही यार यस्तो भइसकेको छु। जे होस् यहाँनिरको यो बादल सादल अनि यो क्लाउडहरू चाहिँ बब्बा लाग्छ। बाँकी त सब यस्तै हो होइन। पोखरी पनि यो पानी त थुप्रो भइसकेको छ त्यहाँ। यो हाम्रो यहाँको पोखरी त पोखरी पनि पोखरी छ। ओहो टिकटक बनाउनु पर्छ स्ट्यान्ड राखेर दाजुभाइ। माछा होला नि यहाँ त होइन। यहाँ माछा छ जाने हामी ठुलो पोखरीमा। दसैँ तिहार के अरे दसैँ तिहार पछि मासु सकिन्छ अनि यहाँ अनि माछा खाने, अनि माछा मारेर खानुपर्ने हुन्छ। यहाँको सिमली घारी चाहिँ त्यो यहाँ बेर लाउनु लाग्यो त्यस्तै लाग्यो। यहाँनिर थियो पहिला सिमली घारीहरू सब फाँडेर, यतातिरको फाँडे अब यतातिर पुरै घारी छ। खोला त कति ठुलो भइसकेको छ त। के को ठुलो हुने हेर्ने यहाँनिर। ए उता खोला त कति गहिरो भइसकेको छ। 4वटा खुट्टा माथि गरेर बसेको हेर्दै। माछा यताबाट ध्यान दे। हेलो हेलो। पहिला कति माछा मारि हिँड्थेँ यार खोलामा। यो माछा छ छैन माछा छ। पहिला जस्तो माछाहरू पाउँदैन। त्यो क्यामेरा त आइफोन कत्तिकै हाल्छ यार यताबाट। यत्तिकै क्यामेरा होस् फेरि ल्याङ हालिदिन्छ नि। आइफोन किन्नु आएर पुग्छ त्यो बाटो देखेर त जङ्गल भएर छ नागे यस्तो यस्तो गरेर आयो भने खान्छ होला त। खान्छ नि कसले काटेर लाग्छ। यो नर्सरी लाइतिर हो क्या यार, यतातिर मान्छे आउनु छोडेको। त्यही भएर होला नर्सरी लाइदियो। अब आएर पनि के काम भन्यो अनि त्यत्तिकै पनि। अनि यस्तो छ हाम्रो गाउँघरको अवस्था, तपाईँहरूले देख्न सक्नुहुन्छ। यस्तै त छ यार। कतातिर हौ आउँछ नि त हान्न हल्का बवाल। धान काटेर यहाँ ढुक्क पारिसकेको छ। धान फलेर पनि काटेर पनि पुरै घर लगिसकेको छ। काटेर पनि ढुट्टो पारिसक्यो बस। यही नर्सरी लाएर हो क्या यहाँनिर यस्तो भएको जङ्गल भएको। यो नि बढेछ यार अहिले त। सब ठुल्ठुलो भइसक्यो। यो के हो हेर्दा होइन। पहिले थियो नि यत्रो सानो भाँचेको भाँचै गर्थ्यो। कस्तो यार के हो जङ्गल के अरे पोखरीको डाँडा पनि छैन क्या। खोइ जङ्गल भयो क्या त डाँडा बब्बा लाग्छ यार। हेलो गाइज, फाइनली आइपुग्यो हामी यहाँ पोखरीको डाँडा। अहिले नै आइपुगेको छैन। अनि फेरि आइपुग्यो छैन। अनि फेरि यहाँ दादाको पुरै आइफोन छ यार 15 प्रो म्याक्स। छैन यार छैन आइफोन। हामी जस्तो गरिब मान्छेले आइफोन किन्न सक्छ। 15 प्रो म्याक्स छ म्याक्स। यहाँ पुरै हो धान सान काटेर यार रोपराप गरेर हामी एकदम गरिब छौँ। यति गरिब छौँ कि अल्ट्रा प्रो म्याक्स पैसा धरि छैन। अल्ट्रा प्रो म्याक्स गरिब। हामी भनेको भिखारी हो। हामी भनेको एकदम हामीले सब भिख मागेर किनेको। यो पनि भिख मागेर किनेको। गरिब छौँ। यो चस्मा झुनेर राखेको छ, यो पनि भिख मागेर किनेको। त्यो मोबाइल छ, त्यो पनि भिख मागेर किनेको। यो पनि भिख मागेर किनेको। सब चिज भिख मागेर। यहाँ त खतरा छ त सिन त। म पनि यसो विचार सिचार गरिरहेको छु 4-5वटा फिल्म सिलिम बनाएर विदेशतिर लाग्नु पर्ला जस्तो छ यार। 4-5वटा यार फिल्ममा नलिन्छ र मात्रै हो कि यहाँ कपाल त फेरि बवाल बनाएर आएको छ नि। काट्दै पो यार त्यो भाइ। म पोखरीको पानी त कति सफा छ त यार। बटेर
बच्चा होइन हो ओ घारै भइसकेको छ यार पुरै वाउ पोखरीको पानी चाहिँ बबाल हुन्छ यार तर जङ्गल भएछ यार पहिले कस्तो रमाइलो थियो आम्म अब त यार यहाँ छिर्नै डर लाग्ने भएछ त कति धेरै जङ्गल भइसक्यो भने उहाँ देख्थ्यो अहिले त ए इन्डियामा त यार ओमा त्यो टक्करेको साग पनि खाए यार टक्करको साग खाएर अनि यो टक्करे त्यति बेच्नु राख्ने त यहाँ त मर्छ भन्छ त खै उतातिर चाहिँ त्यति बेच्नु राख्थ्यो यार टक्करेको साग अनि के साग सबको साग खायो मानिस यार कहिले टाइम भयो नाङ्गे डाँडा त देख्दैन रहेछ है यहाँबाट त कुन चाहिँ नाङ्गे डाँडा उति त होइन कुन त्यो होइन त्यो हो र त्यही त होला यहाँ छैन र नाङ्गे डाँडा त यो हो त यही होला यार म त यहीँसम्म मात्रै गएको एकपल्ट गएको थियौँ उहाँको त्यो डाँडासम्म होली खेल्न लगाएको थियो पनि अब उति डाँडा होली खेल्नु गएको यहाँबाट हामीहरू पल्ट चाहिँ भएछ बाँस पनि यार बब्बाल हेर्न तामा बसाएर त्यहीँबाट लग्नुपर्छ कि काटेर पिङ बनाउनु पनि खै साँच्चै यार हाम्रो फेरि यतातिर दसैँको लागि पिङै मिलिरहेको छैन के भएको दसैँ आएको भन्छ अब त गाउँमा पहिला जस्तो केटाहरू पनि छैन ल्याङ भइरहेछ धान हो कत्रो केही देखेको छैन त धान त सो गाइस फाइनली हामी यतातिर आफ्नो यहाँ डाँडातिर आयो नि त नि अनि फेरि बिच बब्बाल लागेको थियो बनाउनुमा म पनि यताबाट बनाएको छु उताबाट बनाइरहेको छु अनि हाम्रो भ्युजहरू बब्बाल आएको छ यार भ्युज र सरी भ्यू फेरि यतातिर गयो भने आउँदैन नि त नहरू कालो आउँछ यो यसलाई भ्यू भन्छ यार यता चाहिँ कता आउँदैन यार यो के भयो खोइ अनि त्यतिर दाइले फेरि छुट्टै हानिराख्नु भएको छ आफ्नो ब्लग क्लिप अनि सो दादाको पनि युट्युब च्यानल छ सबैले सब्सक्राइब गरिदिनु होला मेरो भ्युहरू जति पनि हुनुहुन्छ अब 1 4 5 15 16 जति पनि हुनुहुन्छ दादाको पनि च्यानल सब्सक्राइब गरिदिनु होला सरोज लामागा चाहिँ सर्च गर्नु आउँछ आर लास्ट ए पोखरी पनि खोइ यार के हो अब यहाँ नुहाउनु आउँदैन कोही पनि पहिला बच्चामा यार यहीँ निचो नुहाउँथ्यो छिल हान्थ्यो यार कुदी बस्थ्यो अहिले त्यस्तो छैन अनि अब बादलमाथि कसरी भ्यू जो सबभन्दा नि यहाँ नेपालको यो भ्यूहरू चाहिँ बबाल मजा लाग्छ बाहिरको भन्दा नि यतातिरको हल्का छुट्टै हुन्छ नि त अब उता इन्डियातिर रात परेको कस्तो खालको राति हाम्रो यता पुरै रात परेपछि अँधेरो हुन्छ उतातिर चाहिँ खोइ राति पनि अलिक छुट्टै टाइपको हुने के जुन देखिन्छ जुन लागेको छु उहाँ जुन लागेको छ उतातिर फेरि छुट्टै गीत बजिरहेको छ फिल आइरहेको होला मन त्यही हो गाइस अब त्यस्तै हो होइन अनि सो अनि आजको भ्लग यतातिर म एन्ड गर्न चाहन्छु अब केही छैन होइन यस्तो भन्नुलाई अनि सबैले जे होस् लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला यति भन्दा बिदा लिन चाहन्छु हस्त जय नेपाल।